नेकपा एमालेलाई भौतिक रूपमा घाम बोक्न सम्भव छैन। कंग्रेसले रुख बोक्न सक्दैन अनि नेपाली कम्युनिस्ट पार्टीले धरतीमा तारा झारेर सारा फकाउन नसक्ने भएपछि रासोपाको घण्टी बजाउन रोकियो। एमालेको जुलुस आउँदा घण्टी बज्छ, कंग्रेसको घर दैलोमा घण्टी बजाएर स्वागत छ, ताराको प्रतिकारमा घण्टी बज्छ। यसरी रासोपाले चुनावमा खतराको घण्टी बजाएपछि नयाँ पुराना सबै दलहरूको सातो गएको छ। त्यसकारण ध्वनि प्रदूषण भएको भन्दै प्रचार प्रसारमा निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर हिँड्न निर्वाचन आयोगले रोक लगायो। चुनावका बेला हात हतियार बोकेर हिँड्ने समूह सक्रिय हुँदा घण्टी बजाउँदा शान्ति खलबलिने आयोगको निष्कर्ष छ। यो अरू केही नभएर रासोपाको क्रेज थेग्न नसकेर डरले अन्य दलहरूले दिएको उजुरीलाई शिरोधार्य गर्दै आयोगले निर्णय गरेको हो। अहिले रासोपाको उभार रोक्न चौतर्फी प्रहार भएका छन्। अन्य दलका उम्मेद्वार घर दैलोमा पुग्दा घण्टी बजाएर स्वागत गरेपछि रिसले चुर भएका दलहरू पनि आयोगमा उजुरी दिन बाध्य भए अनि हामीले पनि रुख बोकेर हिँडे के हुन्छ भन्दै प्रश्न गरिरहेका छन्। हामी प्रचारमा हिँड्दा घण्टी हामीले रुखको जरा बोकेर हिँड्न थाल्यो भने के हुन्छ? काङ्ग्रेस रुख बोकेर हिँड्यो, रुखै बोकेर हिँड्यो भने के हुन्छ त्यो बेलामा? हैन, उहाँको चुनाव चिन्ह हो। अनि हाम्रो रुख हो नि त चुनाव चिन्ह। बोकेर हिँड्न थाल्यो काङ्ग्रेसका कार्यकर्ताले भने के हुन्छ त्यो बेला? तपाईँ कल्पना गर्नुहुन्छ? यो नियम रासोपालाई मात्रै लागू हुन्छ किनकि अरू दलले भौतिक रूपमा आफ्नो चुनाव चिन्ह बोकेर हिँड्न असम्भव छ। होइन भने राप्रपाले पनि आफ्नो चुनाव चिन्ह हलो काँधमा हालेर भोट मागिरहेको छ। यता एमालेले पनि झापा 5 मा अध्यक्ष केपी शर्मा ओली भन्दा बालेनको क्रेज देखेको छ। ओली 6 पटक चुनाव जितेको आफ्नै किल्लामा संकट परेपछि उनले झापा छोडेका छैनन्। झापामा मात्र नभएर देशैभरि एमालेका हेभीवेट नेताको क्षेत्रमा खतराको घण्टी बजेपछि रासोपालाई कमजोर पार्न एमालेले पहिलो संसद जल्यो अनि गोली चल्यो भन्ने नारा आफ्ना कार्यकर्ताहरूलाई रटाएको छ। मलाई थाहा छ, पहिला संसद चल्यो, पछि गोली चल्यो। पहिला संसद भवन चल्यो, त्यसपछि मात्रै गोली चल्यो। पहिला संसद भवन चल्यो, त्यसपछि मात्रै गोली चल्यो। पहिला संसद भवन चल्यो, त्यसपछि मात्रै गोली चल्यो। तर यो नारा सामाजिक सञ्जालमा भाइरल बनेपछि रासोपालाई भन्दा पनि उल्टै एमालेलाई नै ब्याकफायर भएको छ। अहिले सामाजिक सञ्जालमा एमालेका लागि 23 गते भन्दा 24 गते पहिला आयो भन्दै ट्रोल नै बनिरहेको छ। यति मात्रै होइन, हरेक चुनावी सभामा एमाले, कंग्रेस र नेकपाका नेताहरूले रासोपालाई गाली नगरी चुनावी सभा नै पूरा नहुने नीति लिएका छन्। त्यसैले ओली, प्रचण्ड र गगन थापाले आफूलाई भोट माग्न बिर्सन्छन् तर पालो गरी गरी रवि बालेन्द्र रासोपा लक्षित कटाक्ष गर्न छुटाउँदैनन्। म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ। तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदिन्छ। यस्तै मान्छेहरूलाई लाग्यो ख्याल जस्तो लाग्यो मान्छेहरूलाई। यता रासोपाले पनि आफूलाई चौतर्फी हमला भएपछि आफ्नो बचाउमा पालै पालो सबैलाई जवाब फर्काइरहेको छ। केही दिन अघि रासोपा वरिष्ठ नेता बालेन शाहले धनगढीको चुनावी सभामा सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि थुनेर हुन्छ, छिटो बनाउन लगाउने भनेका थिए। यसलाई कंग्रेस सभापति गगन थापाले रुखमा मान्छे बाँधेर होइन, कानून संशोधन गर्नुपर्ने जवाब फर्काएका थिए। तर इटरीमा आयोजित चुनावी सभाबाट रासोपा सभापति रवि लामिछानेले कंग्रेस सभापति थापालाई लक्षित गर्दै 20 वर्ष सांसद भएको मान्छेलाई बल्ल कानून बनाउनु पर्छ भन्ने ज्ञान आएको भन्दै काउन्टर जवाब फर्काएका छन्। अब हामी असुरक्षित हौं कि भन्नु? बाँध्ने भनेको कानूनले बाँध्ने भने हो, मान्छेलाई डोरीले बाँध्ने भने होइन। कानूनले बाँधेर काम गराउने भने हो, कानूनले नै बाँध्ने हो। 20 वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई 12-15 वटा कानून फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईहरुलाई? बल्ल ज्ञान आयो? तपाईको ज्ञान तपाईसँग राख्नु होला। म सबै निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, हुन सकेसम्म 2 शिफ्ट 3 शिफ्टमा काम हुन्छ, रातारात काम हुन्छ। तपाईसँग भएका उपकरणहरू पर्याप्त छैनन् होला, विज्ञप्ति निकाल्नु पर्दैन। के इक्विपमेन्ट ल्याउनु पर्ने हो, कसरी ल्याउनु पर्ने हो, त्यसको तयारी गर्नुहोस्। अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन। रविले गगनलाई जवाब फर्काउँदै गर्दा बालनको उक्त अभिव्यक्तिको बचाउ भने गर्नु परेको छ।
आफ्नो पार्टीका वरिष्ठ नेता बालेनले सडक बनाउने ठेकेदारलाई बाँध्नुपर्छ भन्नुको तात्पर्य कानूनले बाँध्नुपर्छ भन्न खोजिएको भन्दै रविले प्रष्टीकरण दिएका छन्। रासोपालाई कमजोर पार्ने रणनीति अनुसार यति मात्रै होइन, लामो समयदेखि रासोपामा सक्रिय भएर काम गरेका नेता कार्यकर्ताहरूले नै धमाधम पार्टी छोड्दै रासोपामाथि नै प्रहार गरिरहेका छन्। रासोपा छोडेका नेता कार्यकर्ता कि एमाले कि कंग्रेसमा प्रवेश गरेका छन्। यसले पनि रासोपालाई चुनावको मुखमा असर पर्ने देखिन्छ। यद्यपि राज्य संयन्त्रको प्रयोगदेखि पुराना दलहरूको संगठित घेराबन्दीसम्मका तमाम हत्कण्डा अपनाएर भए पनि रासोपाको पक्षमा देखिएको जनलहर कमजोर भएको छैन। यी चौतर्फी प्रहार र आन्तरिक चुनौतीहरूलाई चिर्दै रासोपाले आगामी निर्वाचनमा कस्तो नतिजा निकाल्ने छ त्यो भने हेर्न बाँकी नै छ।